नेपाल सरकार मन्त्री परिषदको 2082 मङ्सिर 15 गतेका मुख्य निर्णयहरू यस प्रकार रहेका छन्। 1. 2082 माघ 1 गतेदेखि एक पटकमा 5 लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरिएको छ। 2. श्रीलङ्कामा हालै भीषण वर्षा पश्चात आएको बाढी तथा पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलङ्का सरकारलाई सहायता स्वरूप 2 लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ। 3. विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्ति गर्ने निर्णय भएको छ। 4. प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डाक्टर कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको छ। 5. कार्बन व्यापार नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 6. राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री वैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय भएको छ। 7. 2082 भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवार, आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरा र अविवाहित छोरीलाई गृह मन्त्रालयले फोटो सहितको परिचय पत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ 23 गतेलाई जेन्जी शहीद दिवसको रूपमा मनाउने निर्णय भएको छ। अन्य बाँकी निर्णयहरू हामी सञ्चार मन्त्रालयको नियमित ब्रिफिङमा यहाँहरूलाई उपलब्ध गराउनेछौँ।